हेलो सम्पूर्ण नमस्ते, म वीरेन्द्र साउथ। आज म रिचार्जको पिनकोड नम्बर मेटिएको छ, यसलाई कसरी रिकभर गर्न सक्छौ त भनेर मैले सानो भिडियो ल्याएर आएको छु। तपाई नयाँ हुनुहुन्छ भने तपाईले सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ। त्यसपछि हामी गुगल क्रोममा जान्छौं। त्यहाँ हामी पिन recover.ntc.net.np भनेर हामी त्यहाँ सर्च गर्छौं। त्यसपछि तल एन्टी रिचार्ज कार्ड सपोर्ट भनेर लिंक हुन्छ, त्यहाँ चाहिँ हामी क्लिक गर्छौं। त्यो क्लिक गरिसकेपछि पिन रिकभर अफ एन्टी रिचार्ज कार्ड भनेर फर्म खुल्छ। यो फर्म हामीले भर्नु पर्दछ। त्यसपछि हामी सर्भिस टाइपमा छ, मेरो चाहिँ प्रिपेड हो, म प्रिपेडमा क्लिक गरेको छु र यहाँ सर्भिस नम्बर रहेको छ नि, यहाँ चाहिँ आफ्नो नम्बर हाल्न सक्नुहुन्छ अथवा यो रिचार्ज कहाँ हाल्ने त्यो नम्बर पनि क्लिक गर्न सक्नुहुन्छ। एक्जाम्पल फर लेखेको छ, एक्जाम्पल हेरेर पनि हामी यो रिचार्ज कसरी के गर्ने भनेर यहाँ चाहिँ देखाएको छ। र साथै यही पिनकोड नम्बर भन्दा जस्ट मुनि चाहिँ सिरियल नम्बर हुन्छ, त्यो सिरियल नम्बर चाहिँ तपाईले यहाँ हाल्नु पर्छ। 11250100 6317119। यो सिरियल नम्बर हालिसकेपछि तल हामीले पिनकोड नम्बर हाल्नुपर्छ। जुन तपाईको अहिले जुन मेटिएको अङ्क छ नि, त्यो अङ्क चाहिँ हाल्नुपर्छ। पिनकोड नम्बर रहेको छ 850849 1 2 3 4 5 6 र 8196। पिनकोड नम्बर हालिसकेपछि क्याप्चर लेखेको छ, त्यो क्याप्चर हामीले माथि हाल्नुपर्छ 567D। यो हानिसकेपछि भेरिफाई भन्ने आउँछ, भेरिफाईमा क्लिक गर्नु होला। अर्को अप्सनमा कन्फर्म भन्ने आउँछ, कन्फर्ममा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हाम्रो मेटिएको पिनकोड नम्बर रिकभर हुनेछ। अन्तिमसम्म भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद।